आज मिति डिसेम्बर 1 सोमबार 2025 को दिन चाहिँ एकदमै नयाँ घरमा सर्ने चाहिँ शुभ साइत जुराएर चाहिँ हाम्रो यहाँ नयाँ घर चाहिँ पूजाआजा गरियो आज साथीहरू। ल हेर्नुहोस्, अब आज चाहिँ मैले आएर चाहिँ यहाँ कति 6:15 देखि ठ्याक्कै 8:15 सम्म चाहिँ एकदम अमृत छ भन्नुभएको थियो बाहुन बाजेले। त्यही अनुसार चाहिँ ट्याक्क यहाँ आएर चाहिँ 8 ढिलो ढिलो ठिकै भयो। 8:15 भन्दा अगाडि नै 8 बजीतिर नै मैले पूजा गरेँ। यसरी धुपबत्ती बालेर पूजा गरेँ। यसो खुर्सानी सुर्सानी पनि डढाएर यसो यहाँको सशन्त्र मसन्त्र भूतप्रेत भगाउने पनि काम गरियो। धुप खुर्सानी बालेर चाहिँ यसो के गर्ने, नेपाली भएपछि हल्का यसो मन्त्र सन्त्र यसो श्राप त दिनै श्राप त दिनै पर्यो भूतप्रेत सशन्त्रहरूलाई। अनि हाम्रो अब पितृहरूले पनि दुःख नदिनु भनेर आफ्नो बाटो लाग्नु भनेर चाहिँ पनि अब प्रे गरियो, प्रार्थना गरियो। अब भूतप्रेत यताउता सशन्त्र मसन्त्र केही नलागोस्, हामीलाई एकदमै सन्चो सुविस्ताले बस्न पाओस् भनेर चाहिँ यसो प्रार्थना कामना गरियो। ल आज नयाँ घरको चाहिँ अब उद्घाटन गरियो, पूजा गरियो भनौँ न। अब आज चाहिँ उद्घाटन, अब भोलितिर सरसामानहरू सार्नुपर्छ।